भाग्यो उनीहरू बिचरा पुरै ध्वस्त बनायो सबभन्दा ठुलो भिक्ट्री आजको यही हो दाइ प्रदेश सभा जलाएको नि एउटा बिल्डिङ बाँकी छैन यो चोरले यति बनाएर बसेको छ यहाँ यी चोरले यति गाडीहरू राखेर यति यो बनाएर बसेको छ यहाँ आज ध्वस्त बनाइयो काठमाडौँमा त्यो संसद भवन ध्वस्त बनाउन सके पनि यहाँ चाहिँ ध्वस्त बनाइयो कसले दाइ ए गगन थापालाई पनि पछि ओहो हो त नि त्यो त्यसलाई पनि घिसार्नु पनि मान्छे हो ढुन्ड्याएर हाल्नु पनि मान्छे हो त्यो पनि हो 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 के दाइ होइन त्यो त हो दाइ मिलेको कुरो नपत्याउनु तर अब लिडर को भन्ने कुरा आयो नि त फेरि अब हामीले यत्रो गऱ्यौँ अब लिडर को हो भन्ने कुरा आयो कि होइन नेतृत्व कसले गर्ने अब बालन शाह नै हो त्यही त अब हामीले यत्रो आन्दोलन गरेर नेतृत्व त चाहियो नि त फेरि ध्वस्त बनायो है ओहो त्यो कान्तिपुर सबै सरकारको त्यो चम्चा त हुन्थ्यो कान्तिपुर मिडियाहरू सबै अन्नपूर्ण पोस्ट कान्तिपुर सबै हो यहाँ त पुरै दाइ सबभन्दा ठुलो भिक्ट्री त आज हामीले यो प्रदेश सभा चलायौँ र सङ्गीता पनि यो सँगै चल्यो अब दाइ सबभन्दा ठुलो भिक्ट्री यो हेर्नुहोस् आजको यता जान्न यता लाफा